Hey guys, welcome back to my another new video. So अस्ति मैले तपाईलाई रोमानियाको PCC अनलाइन कसरी अप्लाई गर्ने भन्ने पुरै ट्युटोरियल मैले तपाईको भिडियोमा स्क्रिन शेयर गरेर देखाएको थिएँ। सो कतिपय साथीहरूले सुरुमा चाहिँ इन्टरफेसमा नै तपाईहरु झुक्किनु भयो। कसरी हामीले इमेल राख्ने, नयाँ राख्ने अथवा पुरानो इमेलले नै काम गर्छ, तपाईहरु कन्फ्युज हुनुभयो। या तपाईलाई त्यहाँनिर चाहिँ आएन, मैले पनि तपाईको डाइरेक्ट नै अगाडि इन्टरफेस खोलेर देखाएँ। सो मेरोमा चाहिँ अलरेडी लगइन थियो र मैले तपाईलाई देखाउन सकिनँ। त्यसको लागि चाहिँ क्षमा चाहन्छु। धेरै साथीहरूले यही विषयमा चाहिँ मलाई कमेन्ट गर्नुभयो। फर्स्टमा चाहिँ तपाईको इमेल हालेर चाहिँ कसरी ओपन गर्ने भनेर धेरै जनाले मलाई कमेन्ट गर्नुभयो र सुरुमा नै अड्किनु भयो। अब सुरुमा तपाईको इन्टरफेस यस्तो खालको खुलेर आउँछ। अनि त्यसपछि तपाईले त्यो ठाउँको नाम सबै कुरा हालिसकेपछि चाहिँ अब तपाईलाई चाहिँ इमेल माग्छ, इमेल र पासवर्ड माग्छ। तपाईहरुले इमेल र पासवर्ड, इमेल पुरानो नै हाल्नुहुन्छ, पासवर्ड चाहिँ नयाँ हाल्नुपर्ने हुन्छ। अब नयाँको लागि चाहिँ तपाईले सिधै गुगलमा गएर चाहिँ नयाँ पासवर्ड बनाउनु पर्दैन। त्यसै सिस्टम भित्र नै गएर तपाईहरुले नयाँ पासवर्ड चाहिँ क्रिएट गर्न सक्नुहुन्छ। अब त्यो कसरी गर्ने त आउनुस् म तपाईलाई स्क्रिन शेयर गरेर देखाउँछु सुरुबाट चाहिँ। यस्तो खालको इन्टरफेस खुलेर आउँछ। सो हामीले त्यसपछि चाहिँ यो अप्सनमा क्लिक गर्नुपर्ने हुन्छ। त्यहाँदेखि यसमा अब त्यसपछि तपाईहरु यहाँनिर चाहिँ स्पेन क्लिक गर्नु होला। यहाँ तल देखाउँछ स्पेन। सुरुमा चाहिँ यस्तो खालको इन्टरफेस खुलेर आउँछ। त्यहाँदेखि त्यसपछि कसरी जीमेल आइडी क्रिएट गर्ने, नयाँ पासवर्ड राख्ने म तपाईलाई बताउँछु। लाइक दिस यहाँनिर चाहिँ अब कुन ठाउँ हो, लाइक म चाहिँ भ्यालेन्सिया राख्छु। ओके, देन नेक्स्ट। अब यहाँनिर आइसकेपछि तपाईले चाहिँ आफ्नो जीमेल राख्नुपर्ने हुन्छ है त। यहाँ मैले अलरेडी क्रिएट गरेको थिएँ, बट यहाँनिर चाहिँ तपाईहरुले यो अप्सन हेर्न सक्नुहुन्छ। यो सेकेन्डको अप्सन चाहिँ यहाँनिर हेर्न सक्नुहुन्छ। यसमा गएर तपाईले फेरि क्रिएट गर्नुपर्ने हुन्छ। यहाँनिर टर्म्स एन्ड कन्डिसनलाई ओके गरिसकेपछि तपाईले चाहिँ यहाँ कन्टिन्यूमा क्लिक गर्नु होला। अब यहाँनिर चाहिँ तपाईको जीमेल राख्नु होला। यहाँनिर चाहिँ आफ्नो कास्ट राख्नु होला। त्यसपछि तपाईले यहाँनिर चाहिँ एउटा पासवर्ड क्रिएट गर्नुपर्ने हुन्छ। मैले चाहिँ यहाँनिर आफ्नो पासवर्ड क्रिएट गरेँ। तपाई पनि आफ्नो हिसाबले चाहिँ पासवर्ड क्रिएट गर्नु होला। अहिले मिलेन छ। ओके, अब चाहिँ मिल्यो। तपाईले चाहिँ जिगज्याग चाहिँ मिलाउनु पर्ने हुन्छ। ओके, यति गरिसकेपछि चाहिँ तपाईले चाहिँ यहाँ क्रिएट गर्न सक्नुहुन्छ आफ्नो अकाउन्ट। ल यहाँ सेभ भनेर आइसकेको छ। अब यति मात्रै तपाईले गरिसकेपछि तपाईको चाहिँ जीमेलमा डाइरेक्टै एउटा नयाँ लिंक खुलेर आउँछ। टाइम लाग्छ, कहिलेकाहीँ 5 मिनेटसम्म पनि लाग्ने गर्दछ। ल यहाँ हेर्न सक्नुहुन्छ मेरो चाहिँ यहाँ मेल आइसकेको छ। सिम्पल यसमा क्लिक गर्ने र यो लिंकमा चाहिँ तपाईहरुले क्लिक गर्न सक्नुहुन्छ। अब कुनबाट जाने त? ल सिम्पली म चाहिँ क्रोमबाट जान्छु। अनि यहाँ अथेन्टिकेसन भन्छ। अनि यहाँनिर चाहिँ अथोरिटी दिने तपाईले चाहिँ ओके। अब यहाँनिर तपाईले सेम त्यही जीमेल हाल्नुपर्ने हुन्छ। अब मेरो जस्ट मैले अहिले एकछिन अगाडि बनाएको चाहिँ मेरो यो सेभ थियो। मैले नर्मली युज दिस पासवर्ड। ओके, मैले यो युज गर्छु। यहाँनिर चाहिँ मैले आफ्नो मेल हाल्नुपर्ने हुन्छ है। माथि चाहिँ जीमेल आइडी हाल्नुपर्ने हुन्छ। यहाँनिर चाहिँ ओके भइसकेको छ। अब जिगज्याग मिलाउनु पर्ने हुन्छ।
यहाँनिर चाहिँ तपाईँले जुन अघि पासपोर्ट राख्नुभएको थियो त्यही पासपोर्ट राख्नुपर्ने हुन्छ, अन्यथा यो चाहिँ ओपन हुँदैन। अब चाहिँ तपाईँले यो दोस्रो अप्सनमा जानु पर्दैन, सुरुकै अप्सनबाट ओपन गर्न सक्नुहुन्छ। सिम्पल्ली सेभ भइसकेको छ। अब यस पछाडि चाहिँ तपाईँले सेम पछिल्लो भिडियोमा मैले जसरी फिल गरेको थिएँ त्यसरी नै 5वटा अप्सनलाई फिल गर्दै अगाडि बढ्नुभयो भने चाहिँ तपाईँको चाहिँ सीता चाहिँ पाउँछ है त। तपाईँहरूले यो सबै गरिसक्नुभयो भने अब चाहिँ बाँकी फिल चाहिँ कसरी गर्ने भनेर मेरो पछाडिको जुन भिडियो थियो त्यो भिडियोमा गएर अगाडिको चाहिँ प्रोसेस कुन कुन चिजमा चाहिँ के सिलेक्ट गर्नुपर्छ र के फिल गर्नुपर्छ हेरेर तपाईँहरू आफ्नो पनि अपोइन्टमेन्टको सिटा लिन सक्नुहुन्छ। हस्त साथीहरू, यति भन्दै आजको लागि म छुट्टिन्छु। हस्त, नमस्ते, जय नेपाल, जय स्पेन।